हेलो साथीहरु नमस्ते वेलकम छ मेरो अर्को नयाँ मिनी व्लॉगमा अनि राम राम सकुजानन हे सकुजाना मजपटिकन आशा करतु हेरो इमे घाम रहे आज हेरो संगरे इमे घाम रहे मैटे सक्कर ही हेरो यसिन घाम बावै साथीहरु यस्तो गर्मी थियो नि आज बिहान बिहान म चाहिँ पोइको साग टिप्न गथे कि साथीहरु अनि लौका बसालेर गएको थिए अनि अन्डा पनि बसालेर गएको थिए छिटछिटो म त लौका डरे कि भनेर आको नि चलाउन अनि बिहान बिहान साथीहरु म त ब्ल्याक कफी खाए हेर्नु अनि म त साग र आलु पकाउन थाले हेर्नुस् त्यही अघिको भनेको पोइको साग हो के योलाई पोइको साग भन्छ नि थारु भाषामा पोइक साग पकाइटु हेरो अरहन्डार के पकाइटु हेरो इमे मन पराइठन बाजे इमे जोर मन पराई थाका और टीना नहीं खोज ठाउ है घ्याउराक टीना और ये पोइक साग झोर अस्टे अस्टे मन पराई थाका बाजे हन साथीहरु यसै मन पराउनु हुन्छ के साथीहरु हेर्नु न हाम्रो घर अगाडि यस्तो राम्रो फुल फुलेको छ नि मम्मीले रोप्नु भएको वाउ यस्तो राम्रो देखेथ्यो अनि त्यसपछि म चाहिँ बाजेको लागि खुर्सानी